वेलकम टु माई न्यू ब्लग। आज ब्लगमा तपाईँलाई स्वागत छ। आज धेरै दिनपछि म युट्युबमा उपस्थित भएको छु। आज हामी जान लागेका छौँ नारायणी हाइट। बाटो यस्तै हिँड्दो रहेछ यार। यहाँ नारायणी हाइट जान लागेको छौँ हामी दुईजना। यो नारायणी हाइट गइन्छ, अब के गरिन्छ थाहा भएन। आज त्यसो स्कुल पाएको थियो, घरबाट निस्केर हिँडेको। अब घर घर गाली खान्छ सिवर त्यो थाहा। गाली खाँदा खाँदा अलिक ढिलो गएर गाली खाऊँ भनेर त्यो जान लाग्यो। साथी भाइ आइयो भने ल अब जाँदै गर्छ। म अब जाँदै गरौँ। हामी सरस्वती स्कुलतिर आइपुग्न लागेको छौँ। आज पनि सुनेन होला, अहिले यो बोर्डिङ स्कुल छ यहाँ हाम्रो। बोर्डिङ स्कुल छिमेकी स्कुल। अब हामी त अब आइयो, अब हामी पढेर अब यहाँ सरस्वती स्कुल आउँदैछौँ हामी। सरस्वती स्कुल यहाँ छ। सरस्वती स्कुल यहाँ सरस्वती स्कुल। अनि यहाँ अहिलेको वर्ष यहाँ थियो आरआरसी, एकदमै राम्रो भयो, राम्रो थियो। अब अर्को वर्ष कहाँ छ थाहा छैन। नारायणी हाइट जाने अब यतैबाट होला, साइडतिर लाग्यो यताबाट। ठ्याक्कै यहाँ के लेख्यो, अमलटारी समुदाय के छ नारायण हाइट जाँदैछौँ। नारायण हाइट पुगेपछि सम्म अब हामी नारायण हाइट पुगेपछि बल्ल देखाउन सक्नुहुन्छ है। चाहिँ हामी नारायण हाइट आएको छौँ। नारायण हाइट यता रहेछ, यसलाई भन्दो रहेछ नारायण हाइट। म नि फर्स्ट टाइम आएको, मलाई के थाहा, मलाई थाहै थिएन। यताको भ्यूहरू सक्नुहुन्छ, यस्तो दामी छ बाबा। यता यो पारि चिकन पर्छ होला सायद, ठिक रहेछ। ठिकै छ, नभए अलिकति घुम्ने ठाउँ यस्तो भयो। नारायण हाइट ए यहाँबाट छिर्दो रहेछ नारायण हाइट ट्याक्क। गाइज फाइनल्ली हामी नारायण हाइट आएको छौँ। तपाईँले हेर्न सक्नुहुन्छ यहाँको वातावरण राम्रै छ। अझै रातिमा हुन्थ्यो अरे बबाल। ठ्याक्क यहाँ उतातिर घाम लाउँथ्यो अरे, ठ्याक्क सनलाइट हो क्या देखिने, ठ्याक्क राम्रो देखिँदो रहेछ। तर दिउँसोमा खासै मजा रहेन, कोही आएन हामी त। यतातिर छ, यता एउटा चटपट ठेला रहेछ यता एउटा। अनि ठिक छ। अब गाइस अब हामी पनि घुमियो, धेरै नै घुमियो। अब धेरै के भन्नु, थोरै नै घुम्यो, घुम्न चाहिँ घुम्यो, जान लाग्यो। अब पछितिर हामी चाहिँ यहाँ राम्रै रहेछ यता। बेलुकामा राम्रो देखिन्छ, बेलुकातिर आउनु होला। बेलुकातिर नि अब अहिलेको बेलुका होइन, अब कहिलेको बेलुका हुन्छ भने चाहिँ थाहा भएन। अब घर गएर मस्त गाली खाइन्छ, अनि ढोका थुनेर बसिन्छ, अनि सुतिन्छ, फेरि उठिन्छ, पानी पर्छ, फेरि बल खेल्न जानु पाइन्न। मलाई सियोर थाहा छ। आज पनि 9 बजीसम्म सुत्छु र बिहान। बेलुका कति बजी बेलुका कति बजी सुत्छु, 2 बजी सुत्छु। मलाई निन्द्रै लाउन राति म त के अरे बेललाई म्यासेज गर्थेँ राति कति बजी, 1 साढे 1 बजीतिर। भनेको रिप्लाई दिन्न, अनमा भएर तल म्यासेज गर्न लाग्यो, तल फेरि अनमादेखि आज केटा सुतेछ क्या हो। तिमीले त मोबाइल निन्द्रामा आएर मोबाइल बन्द गर्छ, 10:30 11 बन्द गरिदिएको। अनि म त के अरे 2 बजीतिर सुतेको। राति 1 बजी उठेर फेरि भात खाएर फेरि सुत्दिएको। हाम्रो चाहिँ यहाँ छ यो हन्डा खतरा बबाल। स्टार्ट गरेर ल। काम पऱ्यो हामी यसको बाइक आउँदैछ नि त, त्यसै कारणले म रेडी भएर बल खेल्न जान लागिसकेको होइन। बल खेल्न जान लाग्यो, साथी घर जान लाग्यो। अब डाइरेक्ट साथीलाई लिएर आज साथीलाई बल त्यही त जाने पऱ्यो। अब यहाँ बाटोमा छु म, एक्लै छु, एक्लै जानु भएन नि त। त्यही भएर साथीलाई लिएर साथीलाई अब त्यही सिरियस म हजुरलाई
उसको गराइसक्यो होइन भ्लग सुरु गरिदिएको नमस्ते दिदी सन्जय हुनुहुन्छ सन्जय छु म मेरो साथी छ यता होइन दोस्त हाम्रो साथीको फेरि यता देख्यो कट्टु दिन्छ यहाँ हेर्नुहोस् न साथीको नसक्नु छ साथीलाई बा दिन चाहिँ कसरी काट्यो साथी ए कालुले फोन हाने हेर त कालु रोक्यो एकछिनै गाई चाहिँ फेरि एउटालाई लिन आउन पर्यो फोन गरेर लिन आइदियो अरे ल बाटोमा निस्किनु छैन बाटो यहीँ छ यहीँबाट यहीँ पनि लिन आइदियो भने चाहिँ यार यस्तो लाग्छ यत्रोलाई मैले जाने त्यसले बिहा गरेर लाग्छ बिहे भोज खुवाउने हेलो सर के हो कता हो तपाईँ यहीँ बाहिर निस्किन सक्नुहुन्न एक्लै बा यता हाम्रो सर एकछिन काम आयो त्यही हो र के काम हो मासु खुवाउनु लाग्छ क्या